हेलो गाइस, सबैजनालाई मेरो नमस्कार। होइन, आज त म यस्तो सूचना लिएर आएको छु। सबैजनाले मेरो भिडियो स्किप नगरिकन लास्टसम्म हेरिदिनु होला। होइन, आज म ड्युटीदेखि रुम आउँदै थिएँ ब्लग बनाउँदै आउँदै थिएँ, किनकि म जहिले भिडियो बनाउँछु नि त, ब्लगहरू बनाउँछु बाटोमा। यसो गरेर तिर्सो पारेर मोबाइल पक्रेर ब्लग बनाउँदै आउँदै थिएँ। गाडीहरू पनि यति धेर थियो अनि पुरा अब कसैले पनि बुझ्दैन नि त नेपाली बोलेको यता सायद। अनि म चाहिँ नेपालीदेखि बोल्दै ब्लग बनाउँदै आउँदै थिएँ। अनि त्यहाँबाट कस्तो भिड थियो क्या, यति धेरै भिड थियो। अनि उतादेखि बाइक आउँदै थियो। होइन, बाइकमा 2जना मान्छे थियो। अनि त्यसपछि मेरै छेउदेखि लग्यो, कस्तो छेउदेखि लग्यो। अनि मैले सोचेँ अब म ब्लग बनाउँछु मेरो भिडियोमा आउनको लागि होला भनेर म चाहिँ भिडियो बनाउँदै अब आएँ। फेरि त्यो बाइक उता पछाडि गएर फेरि रिटर्न ब्याग आएछ क्या, मलाई थाहा भएन। अनि त्यो बाइकको मान्छे त्यो चोर रह, 1 नम्बरको चोर। होइन, मलाई थाहा थिएन चोर हो कि के हो नि। म त सम्झेँ मैले भिडियो बनाउँछु नि मेरो भिडियोमा आउनको लागि होला भनेर सम्झिरहेको थिएँ। अनि भएर बाइक एकछिनमा रिटर्न बाइक आएर मेरो फोन त फुट्टै तानेर लग्यो नि त। अनि म चाहिँ मलाई चोर भने अब कसैले पनि बुझ्दैन नि के भयो नि। होइन, चोर भनेको अब के भन्थे, चोर भन्दै चाहिँ कुद्यो। कस्तो हाततिर आएको क्या, म त्यत्रो मेरो OnePlus फोन त्यही पनि भर्खर किनेको फोन हरायो। अनि कस्तो रोइ पनि रहेको थियो। अनि अगाडि आउँदै थिएँ क्या, अगाडि आउँदा त्यहाँ चिनीको दोकान थियो नि त, चाउमिन दोकान। त्यहाँको अङ्कलले के भयो बुनु, किन तिमी हात्तिरहेको छेउ भन्नुभयो। मैले यस्तो भयो अङ्कल, मेरो फोन भर्खर किनेको थियो, बाटोमा भिडियो बनाउँदै आउँदै थिएँ। अब भिडियो बनाउनु मेरो गल्ती भयो बाटोमा, हेर्नु न मेरो फोनै हरायो भन्दै मैले भने। कसले चोरेर लग्यो त्यो मान्छेको मैले अनुहार पनि देखिनँ, बाइकमा 2जना थिए भन्दै भने। अनि त्यहाँबाट एकछिन फोन दिनु न, म दिदीलाई फोन गरेर भन्छु भन्दै भने। अनि दिदीको नम्बर झन् मलाई याद थियो क्या। अनि अङ्कलले फोन दिनुभयो। अनि दिदीलाई भने मैले, दिदी मेरो यस्तो भयो, फोन चोरी भयो भन्दै भने। दिदीले अनि किन बाटोमा बनाएको, तँलाई थाहा छ त यस्तो फोनहरू चोरी हुन्छ यता भन्दै मलाई उल्टै गाली गरी। आफूलाई यति धेर टेन्सन भएको थियो नि, त्यो फोन मेरो हराएर यति टेन्सन भएको थियो। अब कहाँदेखि किन्नु भनेर रोइरहेको थिएँ, म सम्झिरहेको थिएँ। रोक्को रोइथ्यो मेरो फोन चोरी भयो भन्दै। अनि म चाहिँ पनि चोर भन्न चाहिँ छोडेको रोइन रहेछु क्या, जे भए पनि चोर भनिरहेको रहेछु। अनि मैले कति साह्रो जोडले चोर भनेर नि जुरुक्क उठिछु क्या। म त ओछ्यानमा सुतिरहेको रहेछु त्यतिखेर। मेरो फोन चाहिँ चोरी भएको होइन र म चाहिँ सपना देखेकी रहेछु नि त। तपाईँहरूको लाइफमा पनि यस्तो भएको छ कि छैन गाइज? अनि भरे यस्तो मेरो फोन कहाँ छ भनेर चार्जमा लाएर सुत्छु नि त, जहिले चार्जमा राख धन्न सपना र बिहानभरि कस्तो टेन्सन भएको थियो कि। आज विरक्त लागिरहेको छ मेरो भिडियो। कसले हेरिदिनुहुन्छ सबैजनाले माया गरिदिनु होला। थ्याङ्क यू।